हेलो साथीहरु, नमस्ते सबैजनालाई। स्वागत छ मेरो एउटा अर्को भिडियोमा। हजुरहरु पनि गुन्द्रुक बनाउने कसरी भनेर सोच्दै हुनुहुन्छ भने नआत्तिएर यसरी बनाउनुहोस्। म चाहिँ सुरुमा तेल तताएर राखे मेथी अनि थोरै म राख्न जाँदै छु जीरा पनि म चाहिँ याड गरेँ यसमा। हजुरहरुलाई मन पर्दैन भने चाहिँ नराख्नु भए पनि हुन्छ। अनि तेल तातिसकेपछि जीरा मेथी राखिसकेपछि मैले चाहिँ अब एउटा सुकेको खुर्सानी राख्छु यसमा। हजुरहरु पनि यसरी राख्नु होला है त। मन पर्छ भने चाहिँ म नि अहिले याड गरेँ प्याज राखिसकेपछि एकछिन चलाउने, अलिकति रातो हुन दिनुपर्छ प्याजलाई अलिकति भुटिसकेपछि मैले यसमा याड गरेँ अघि काटेर राखेको आलु। मैले चाहिँ आलु पनि मिसाएर बनाउँदै छु गुन्द्रुक भटमास आलु मिसाएर। यसरी बनाए भने चाहिँ झोल एकदमै बाक्लो हुन्छ। आलु यतिको रातो भइसकेपछि चाहिँ हल्का कलर आएपछि मैले यसमा राखेँ अदुवा र लसुनको पेस्ट, जुन कि मैले पहिले पेस्ट बनाएर राखेको थिएँ। हजुरहरु पनि राख्न सक्नुहुन्छ। अनि म चाहिँ यसलाई एकछिन छोपेर पकाउँछु आलुलाई, किनभने आलु अलिकति पाक्नु पर्छ। आलुलाई चाहिँ छोपेर 2 मिनेट पकाउनु पर्छ पहिला नै, किनभने यो पाक्दैन। पहिला अलिकति आलुलाई 2 मिनेट छोपेर पकाउनु भयो भने चाहिँ एकदमै आलु राम्रोसँग पाक्छ। अलमोस्ट पाकिसकेको छ 50%। अब 50% चाहिँ म टमाटरसँग पकाउँछु योलाई चाहिँ। अब मैले राखेँ नुन, यहाँनिर स्वाद अनुसार नुन राख्न सक्नुहुन्छ तपाईहरु। अनि यसलाई राम्रोसँग मिक्स गर्ने। म फेरि छोपेर पकाएँ 2 मिनेट। अब अर्को 2 मिनेट छोपेर पकाउँदाखेरि चाहिँ गलिसकेको थियो अलमोस्ट मेरो आलु टमाटर। हेर्न सक्नुहुन्छ राम्रोसँग म्यास भइरहेको थियो। मैले चाहिँ आलुलाई अलि धेरै म्यास गरेँ, किनभने मलाई अलि बाक्लो झोल चाहिएको थियो। झोल बाक्लो मन पर्छ भने चाहिँ आलुलाई सबै राम्रोसँग म्यास गरिसकेपछि चाहिँ बाँकी मसला के मन पर्छ तपाईहरु याड गर्न सक्नुहुन्छ। म चाहिँ यहाँनिर धुलो खुर्सानी मात्रै याड गर्न जाँदैछु, अरु चाहिँ मलाई खासै मन पर्दैन। अलिअलि पिरो भयो भने चाहिँ राम्रो हुन्छ। मैले रातो धुलो खुर्सानी मात्रै याड गरेँ। तपाईहरु चाहनुहुन्छ भने चाहिँ यो स्टेजमा धनियाको पाउडर, जीरा पाउडरहरु पनि राख्न सक्नुहुन्छ। अनि मैले यसमा अघि तातो पानीमा भिजाएर राखेको गुन्द्रुक राखिसकेको छु, हेर्न सक्नुहुन्छ। अब यसलाई राम्रोसँग मिक्स गर्नुपर्छ। देख्न सक्नुहुन्छ मैले राम्रोसँग मिक्स गरिसकेको छु गुन्द्रुकलाई। अब म यहाँनिर याड गरिदिन्छु पानी। हजुरहरुलाई कतिको झोल मन पर्छ त्यही हिसाबले यति बेला तपाईहरु जति पनि झोल याड गर्न सक्नुहुन्छ। म चाहिँ एक्लै खाने भएको भएर मलाई चाहिँ पुग्छ होला भनेर मैले धेरै याड गरिन। अनि मैले यहाँनिर राखे भुटेको भटमास, मैले चाहिँ सेतो भटमास युज गरेको छु। हजुरले पनि जुन छ घरमा त्यही युज गर्न सक्नुहुन्छ। अब यसलाई पनि भटमास पनि राम्रोसँग मिक्स गर्ने। हाम्रो चाहिँ गुन्द्रुकको झोल चाहिँ रेडी भइसकेको छ, देख्न सक्नुहुन्छ। अब तपाईहरु तातो सर्भ गर्न सक्नुहुन्छ।